सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज पनि कलेजबाटै भिडियो सुरु गर्दैछु र हामी चाहिँ चिया खाँदै पार्कतिर हेर्दा नहेर्दा चाहिँ मलाई भोक लाग्यो र क्यान्टिनमा आएको। फाइनेन्स कन्डिसनै यस्तो छ, अन्त बुढी पनि अलिक सानो भएको कारणले गर्दाखेरि होला आधी खाँदा पनि अगाइहाल्छ हामी चाहिँ। र साथीले हेरिरहेको छ, ल तँ पनि खा आधी भनेको। ल खाइसकेर चाहिँ हामी चाहिँ अब निस्किन आँटेको थिएँ। मलाई चाहिँ पुरा सरम लाग्यो खाँदा खाँदै म चाहिँ निस्किदिएँ र बाहिर निस्केको मात्रै थिएँ। मैले चाहिँ एप्पी खाएको थिएँ, साथीले चाहिँ अघि त्यो बेगमा राखेको ओल्ड मङ चाहिँ अघि खाइहालेछ हो। नखा नखा भन्दै त्यो खाइसकिहालेछ हो। र ती भन्दामा हाम्रो लन्च ब्रेक पनि भइसकेको थियो र हामी चाहिँ रुमतर्फ लाग्यो र रुममा चाहिँ हाम्रो रुम मेम्बरले पर्खिरहेको रहेछ। र लन्च ब्रेक भइसके साथ हामी चाहिँ कलेजतिर फर्क्यो र क्लास पुगेको मात्रै थिएँ। यति साह्रो गरम बर्दाङमा चाहिँ यति साह्रो गरम हुन थालेको छ आजभोलि। म चाहिँ उकालो फ्यानलाई हेर्दै वाउ तिमी नै हो मेरो सहारा यो गरम महिनाको भन्दै त्यति भन्दा नभन्दा क्लास पनि सक्यो र टिकटहरू टिटी खेलिरहेको थियो र यता हेरेको टेस्टको लागि प्रिपरेसन भइसकेको रहेछ डेस्क टेबलहरूको लागि। र हाम्रो चाहिँ एटेन्डेन्स पनि भयो र पछाडि आउँदै गरेको डल्लै मेरो चाहिँ यो डिएमटी हामी चाहिँ म्यानुफ्याक्चर ग्याङ हो, सबैजना आउँदै थियो एटेन्डेन्स दिएर। त्यति भन्दै आजको मेरो सर्ट मिनी भ्लग तपाईँलाई कस्तो लाग्छ र हामी चाहिँ रुमतर्फ लाग्दै थियो। केटाहरू पनि एक्साइटेड भएर कुदिरहेको थियो। अन्त हाम्रो त्यो शोमा चाहिँ अलिक स्पिड बेसी नै हुन्छ। त्यही हो आजको मेरो मिनी भ्लग तपाईँलाई कस्तो लाग्छ। होप यु गाइस लाइक इट र यति भन्दै सी यु इन नेक्स्ट भ्लग।